गर्दै गर्दै जन्केर आउँदैछ महाराज। बडा आनन्दको माहौल छ त्यहाँ अनि खुसी हुँदै हुँदै आएका छन्। अब अनि शिशुपाल जब आयो, शिशुपालले अलि सानसानो भयो। शिशुपालले जब रुक्मिणीलाई देख्छ, म त मर्छु कि क्या भनेर उसलाई धेरै मन पर्छ अनि चुप्प चुप्प पनि खान्छ उसले माया गरेर। त्यही बेलामा कति राम्री आहा आँखा कि नानी, मेरी कति राम्री हुनेवाली भनेर यसरी माया गर्छ महाराज। त्यही बेलामा शिशुपालका अरू सदस्यहरू जो जन्ती आएका थिए तिनीहरू पनि खुसी हुन्छन्। ए छोटा कस्ती रहेछन् म हेर्छु भनेर बारम्बार हेरिरहन्छ आँखाले। शिशुपालले कति राम्री आहा कति ब्युटिफुल होइन भनेर यसरी बारम्बार चस्मा उगारी उगारी चस्मा टेढो लगाएर हेरे गर्छ शिशुपालले महाराज। अनि बारम्बार हेरिसकेपछि माता रुक्मिणी पनि लजाउनुहुन्छ बेला बेलामा। अनि यसरी दिव्य छविको दर्शन भइरहेको छ। शिशुपाल दाँत टोकिरहेको छ बिच बिचमा, म त मर्छु कि क्या हो भन्दै। उसलाई साह्रै मन परेको छ आज। अनि त्यही बेलामा अनि भगवान श्रीकृष्ण देवीको मन्दिरमा पूजा गरिरहेको बेला भगवान श्रीकृष्ण आउनुहुन्छ। अनि शिशुपाल उता भित्र कतै केही छेउमा केही गर्दै हुन्छ। अनि त्यही बेला भगवान श्रीकृष्ण आएर माता रुक्मिणीलाई भगाएर, कोही भगवान कृष्ण आउनुभयो, कहाँ आउनुभयो? अनि भगवान कृष्णले यसरी भगाए। नेपाली कृष्ण हुनुहुन्छ, ढाका टोपी लाउनु भएको त्यसैले। अनि यसरी जब बेहुलोले भगाएर लानु खोज्दाखेरि अनि फेरि अब शिशुपाल के गर्छ? मेरो बेहुली, मेरो रुक्मी रुक्मी भनेर रुन थाल्छ शिशुपाल। मेरो रुक्मी भनेर रुन्छ। अब भगाएर भगवान श्रीकृष्णले जब लानुहुन्छ अनि मेरो रुक्मिणी मेरो रुक्मिणी मेरो रुक्मिणी भनेर रुन्छ। अनि अब अरू नभए पनि यही साग भए पनि खान्छु भनेर सागको माला लगाएको त्यही साग पनि खान थाल्छ। अनि जे लगाएको थियो त्यस्तै गरी तिमीहरू जाऊ यताउता भनेर जन्तीहरूलाई पनि धकेल्न थाल्छ। अनि यसरी वहाँ गरेर रुन लाग्छ। अनि यसरी